50 हो यार सोडी ए डेढ छ सोडी मेरी बेचैनी को चैन भी मिल जाए तेरा मोबाइल बैंक होइन यता हाल्नु नि इस्या हो मोबाइलमा त फेरि काटेर हैरान पर्छ ए हुन्छ ल आउँदै गर्नु सोडी बेलुका पनि आउनुहुन्छ कि बेलुका त आउनुहुन्न होला नरेन हो त बेलुका ल बिस्तारै जाने है हेलो वेलकम टु माई लाइभ को हुनुहुन्छ मेरी बेचैनी को चैन भी मिल जाए तेरा 10 मिनट से जाने वाला है तेरा चेहरा Hello, hello. Tap tap पारुंगा साथीहरु ल वेलकम टु माई लाइफ थाहा पनि छैन कति जना हुन्छ अनलाइन यार खोइ त
हेलो हेलो त्यस्तो हेलो हेलो व्हाट्सअप के हो पुरा जुङ्गादारी लाग्यो यार कहाँबाट हो सर म यता लमजुङबाट हो ए लमजुङबाट हो खै के म्याच खेल्ने यार म त पहिलोचोटि यसो लाइभ त्यति खासै खेल्न पनि आउँदैन ए ल ल विन गरिहाल्यो भने तपाईँले अनि तपाईँको त धेरै होला फ्लर्सर है छैन हो छैन ए, के गर्नुहुन्छ त ब्रदर अनि अहिले ए यतिकै टिकटक लाइभमा बसिरहेको छु हो ए अनि पढिँदैछ कि के गरिँदैछ यतिकै बसिरहने हो ए पढ्ने सढ्ने काम सकिसकेको त पढ्दैछु अलिअलि ए लमजुङतिर के छ हालखबर अनि ठिकै छ तपाईँ चाहिँ कहाँबाट हामी त काठमाडौँ काठमाडौँ कुन ठाउँ हो काठमाडौँ बुढा नीलकण्ठ थाहा छ हजुर हजुर बुढा नीलकण्ठमा छु अनि यो अहिले चाहिँ म यहाँ मेरो चाहिँ यहाँ रिसोर्ट छ क्या ए त्यही रिसोर्टमा होटेल चाहिँ मान्छे छैन अल्छी लागेर छु कटेज स्टाइलको होटल भनौँ न कतिको व्यापार कतिको नाफा छ र नि बढे व्यापारै छैन हौ अहिले आन्दोलन भएर चाहिँ काठमाडौँमा मान्छेहरू त्यति निस्किन दिएर छैन भनौँ न होइन अनि पहिला अहिले पानी पर्छ क्या सिजनको अफ सिजन भएको छ सिजनको बेला चाहिँ चल्छ भनौँ न स्याटरडे र फ्राइडे अलिक राम्रो चल्छ अरू बेला ठिक ठिकै हो ए भनेपछि आज पानी पर्यो क्या पानी परेर अनि यहाँ यो भाइरल ठाउँ भन्ने छ यो हाम्रो चाहिँ यो तारेबिर जाने बाटो क्या पहाड जाने बाटो हजुर हजुर आज पानी पर्दै क्या बिहानदेखि पानी पर्यो अलिकति क्लाउडी भयो त्यही भएर मान्छे त्यति हिँडेको छैन क्या नत्र यो बाटो छ यो यहाँ देखाउन मिल्दैन भाइरल बाटो छ यहाँ चाहिँ तपाईँको त्यो राइडरहरू एकदम आइराख्ने गर्छ आज चाहिँ छैन क्या त्यति ब्याकग्राउन्ड क्यामेरा गरेर देखाउनु न ब्याक क्यामेरा गर्नु मिल्दैन पनि यस्तो छ कि पहाडहरू क्या देख्नुभयो हजुर हजुर यो मेरो यो कटेजहरू भयो यस्तो भयो यो डाँडाहरू हो क्या यो पहाडहरू यो साइडतिर पनि छ पहाडहरू यो माथिको चाहिँ तारेभिरहरू हो यिनीहरू माथि हजुर यो चाहिँ एकदम गर्मीमा हाइकिङ गर्नेहरू क्या हाइकिङ हेर्ने यो क्यामेरा कताबाट ब्याक गर्ने हो ठ्याक्कै 3 डटमा थिच्नुहोस् अनि ब्याक फ्रन्ट क्यामेरामा अनि त्यहाँ थिच्नुहोस् न ए 3 डट अनि फ्लिप क्यामेरा गर्ने हो भयो त भयो अहिले भयो यस्तो छ कि अहिले काठमाडौँ पुरा सफा भएको छ क्या आज पानी पऱ्यो नि त हिजो र आज यस्तो यही हो क्या यो भाइरल बाटो भनेको चाहिँ यहाँ यस्तोबाट छ अलिक गाडीहरू बाइकहरू त्यति कुदेको छैन अनि यो पनि उयो त्यो रिसोर्ट हो यहाँ रिसोर्ट उयो गाडी जाँदैछ नि एउटा देख्नुभयो हजुर यो चाहिँ टक्क तारेभिर जाने बाटो यिनीहरू हो क्या यस क्याम्प भन्छ मेरो तपाईँकै यता होटलबाट जाने हो योभन्दा अलिकति उता बाटो छ त्यही बाटोबाट जान्छ यो हो कि तारेभिर जाने यो डाँडा हो यो त्यो चाहिँ तारेभिर यो चाहिँ तारेभिर यहाँबाट चाहिँ 1 घन्टा जस्तो लाग्छ बाइकमा चाहिँ त्यो 15-20 मिनट लाग्छ अनि मान्छे छैन अब यसो बेलुका बेलुका आउँछ क्या बेलुका आउँछ नि जक्सन बस्न बेलुका बेलुका आउँछ नि यसो ड्रिङ्क्स गर्ने खास गर्मी लाग्यो भने आउने यो एरियातिर त्यो छ्याङस्याङ खान बियर सियर खान होइन आज बिहानदेखि नै पानी परिदिरहेछ अनि त्यही भएर
खासै मान्छेहरू आएको छैन कि हजुर चाहिँ ओनर अहिले म ओनर पनि मै भनौँ अब स्टाफ पनि मै भनौँ न म एकजना कुक राखेको थिएँ कुकले छोडिदिनु भयो अनि यहाँ यसो एक्लै बस्यो अहिले हायरमा राखिरहेको छु कि एक दुईजना कुकहरू स्टाफहरू हामीलाई नि बोलाउनु हो दाइ भाडा दुन अरू अनि अरू गर्न नआउने अरू गर्न तपाईँलाई नआउने के कुराको स्किल के छ त अनि यसो कुकिङहरू थाहा छ कुकिङहरू गर्न आउँछ त कुकिङ त बिहान बेलुका भात त पकाउँछु के अरे अरू त के जान्नु र खोइ अनि त्यही टेबल पुस्न आउँछ झाडु पऱ्यो नि त यार हजुर सेकुवाहरू पोल्नु जानु पर्यो सेकुवाहरू पोल्नु सक्नु पर्यो त्यसपछि अब मोमो चाउमिन बनाउनु जानु पर्यो अब सेकुरा त चिल्ली यसरी हुन्छ नि हप्काएर पाउँदै आउँछ नि बरु यो हो क्या बोर्ड यहाँ है ए यस्तो छ क्या खासै हल्का हल्का लगानी गरेको यो भाइरबाटै यसरी गाडी जाँदैछ यही बाटो हो काठमाडौँ आयो भने आउँला नि भाडा दुन काठमाडौँ आउँदा आउनु नि त दाइ सम्झेर के हुन्छ र भेटघाट गरौँला बसौँला यस्तो छ इस मेरो कस्टमरहरू यहाँहरू कस्टमरहरू दुईटा हुन्छ दाइ अहिले छुट्टिन्छु पछितिर बोल्दै गरौँ न मेरो कस्टमर यो दुइटा हाई गर्दै बसिरहेको छु यिनीहरूले पनि हुन्छ बाई बाई भरेतिर बोलाउँला है गरे ल ब्रदर ल बोल्दै गर्नु ल मलाई फलो गर्नु म पनि फलो गर्छु अनि म काठमाडौँ आउनु भयो भने भेटघाट गरौँला नि त ल ल कहाँबाट फलो गर्ने यहाँ प्लसमा गएर फलो ब्याक हान्नु है त मलाई ल गरे ल भाइ भाँडा माझ्न आउँछु नातिनो भाडा माझ्नु मेरै बनाउला नि तपाईँलाई यार हजुर म्यानेजरै बनाउला नि किन भाडा माझ्नु है भनेको होइन म उस्तो गरिदिन्छु तर के अरे काउन्टरमा चाहिँ बसिदिन्छु म ल ब्रदर ल भेट भयो मलाई फलो ब्याक हान्नु होला होइन जेएस ब्लग रहेछ तपाईँको मेरो यदि युट्युबमा हेर्नुहुन्छ भने चाहिँ मेरो चाहिँ देव लिम्बू ब्लग्स भन्ने छ युट्युबमा गएर है कतिको यसो म पनि हाइकिङहरू राइडिङहरू जान्छु त्यहाँ हालेको छु तपाईँको के छ युट्युब आइडी मेरो अहिले चलाउनबाट जिएस भ्लग छ ए ल युट्युबमा पनि लाइक सब्सक्राइब गरिदिनु म पनि लाइक सब्सक्राइब गरिदिन्छु मेरो पनि यो ब्लग भन्ने छ ल मलाई चाहिँ फेरि भाडा धुन चाहिँ राख्नु नि फेरि ओके ल बाई बाई हेलो 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 ट्याप ट्याप गर्नु होला साथीहरू ट्याप 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 हान्नु होला ट्याप 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 कहाँबाट यसलाई उयो गर्ने हो रेकर्ड कहाँबाट गर्ने हो यो भिडियोलाई ल बाई